ल केटा अबदेखि तिमीको दाइ पढ्छ होइन अबदेखि तिमीको दाइ चाहिँ यहाँ पढ्न बसिसकेको छ र यस अब तिमीको दाइ आजदेखि चाहिँ पढ्दैछ होइन केटा विस मी बेस्ट अफ लक होइन तर केटा पढ्न पनि के पर्दा छ या केटा इट्स भेरी हार्ड सब्जेक्ट अफ द स्कुल्स अफ द बोर्डिङ म्याथ ल मे कुरो पनौती लाग्छ है क्या यार आछौ आयो त पढ्नुभन्दा अगाडि केही हुँदैन पढ्नुपर्छ सरले भन्नुहुन्थ्यो सुरुमा लास्टबाट सुरु गर्ने तर सरले भने किन मान्छु सुरुदेखि सुरु गर्छु नि ब्याज तर निकाल्ने सुरुमा अभि के हो यार तिम्रो बुकमा के भेटिन्छ हौ ब्याज दर अभि के भेटिन्छ हौ बुकमा पनि ब्याज दर भेट्दिन त ब्याज दर ब्याज दर त यहाँ छ दिएको सन्दर्भ दुई साधारण ब्याज चक्रीय ब्याज मध्ये कुन बढी हुन्छ मलाई के थाहा के हो यार क्वेसन पनि अचम्म त्यो छोड सरल पढ्नु सरल गर्नुपर्छ सिम्प्लिफाई पढ्नुपर्छ अल्जेब्रिकको सिम्प्लिफाई भनेपछि यहाँ छ p + q तलपट्टि दुईटा मात्रै छ अरे के हरायो ए यहाँ फेरि केटा दुईटा जोडेर दिएको छ त्यहाँ फेरि अल्जेब्रिक पार्ट एउटा मात्रै हो त नि किताबमा ले यस्तै हुन्छ केटा पढ्न बस्छ भने मे कसम म्याथको त्यो पनि दिमागमै छिर्दैन कि त्यही भएर रिस उठ्छ क्या छोडिदिन्छु त्यही भएर म यो छोडा घाताङ्क पढ्ने हो घाताङ्क क्वेसन यस्तो छ भनेपछि यहाँसँग मेल खान्छ है क्या हो घाताङ्क चाहिँ केटा हो होइन प्र्याक्टिस हुन्छ जस्तो चाहिँ मेरो हात घाताङ्क प्र्याक्टिस हुन्छ जस्तो घाताङ्क हो कि आतङ्क हो मलाई के हो यो दिमाग खराब y minus see okay let's टडाई गरौँ ल टडाई 10 नम्बरको बी मा रहेछ सल्भ क्वेसन छ हाम्रो 3y क्यारी ओभर प्लस 3 माइनस y क्यारी ओभर बराबर 9/9 भनेपछि और लेख्ने त्यसपछि y प्लस 3 माइनस y बराबर 9/19 हैन यो भयो भनेपछि 3 + 3 6 हुन्छ 6y minus y बराबर 9/19 बराबर माइनस गर्दाखेरि यो र यो काटिन्छ भनेपछि 6 बराबर 9/9 भनेपछि यसलाई आधी पाउँदाखेरि 3 को होल स्क्वायर माइनस 1 3 को होल स्क्वायर भनेपछि स्क्वायर काटिन्छ बराबर 6 बराबर 3/1/3 3 3 जा 6 बराबर 1/6 यसको त के मतलब लाग्दैन 6 ला अगाडि ल्याउँदाखेरि माइनस 6 बराबर 1 बराबर 0 भनेपछि एन्सर इज 0 लामे के गरे यार ए यस्तो नि हुन्छ कि गर्दिन